कत्रो गाडी आएको यार घर बस्नु लाइभ ल ओहो न बजारमा घर बस्नु घर बस्नु ल बाप्रे घर बस्नु ये सब मैं वाला को सब खोला परेर गेला ओए ओए ओला चित्तालाई निकाल चित्तालाई जाऊ सेपिसन माथि 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 ओ ओए माथि ओए ओए रोडमा पुगेर माथि ओए छिटो भाग बहुत नभागेन ओए मिसिने लड्यो ओए पायो सब भत्क्यो ओए त्यो माथिको बाटो ओए Oi, olha ele agora. उता माथि जरेको पुलको यस्तो पुरै सिङ्गै सिङ्गै हेर्नु पनि लग्यो सबै लग्यो पुल जरेको पुल आएर हानेर यहाँको पनि लग्यो।
जोड्ने पुल पनि बगेको छ। पुल लग्यो जोड्नको लागि लग्यो मद्दत पुर्याइरहेको यो लाइफलाइन गाडीले बगाएको छ। यहाँ हामीले अब ओहो यार यो पुरै ड्याम फुटेर आएको यो घर गयो ल ल जुसुली बजारै गयो यार ल यो गयो यार यसमा यता आमा यार बजारै गयो यार अलिक टाढा बस्नु टाढा यो पुरै देखि पृथ्वीराजमा जोड्ने पुल पनि बगेको छ। पुल लग्यो जोड्नको लागि लग्यो मद्दत पुर्याइरहेको यो लाइफलाइन गाडीले बगाएको छ। शान्ति बजार के भयो होला भाइ? हेर्नुहोस् बेतराती बजार पुरै बजार अब केही पनि पुरिसकेको छ। सबै सुरक्षित रहनु होला, सुरक्षित रहनु। एहे अब गाडी कति थियो, बजार कति हो, मान्छे कोही आएकै छैन नि, अझै आउने मान्छे खोलो त अनि सोल तपाईँ घरहरू यो त अझै आउँदैछ। खोलो आएकै छैन क्या, खोलो सुरु नै भएन अझै खोलो आउने मान्छे छैन। बेतराती बजार पुरै पुरिसकेको छ। सबै सुरक्षित रहनु होला। त्रिशुलीतिर मैले भिडियो बनाएँ, म तपाईँलाई अहिले बनाएर पठाइदिन्छु अब है। हाम्रो त बाटै छैन नि। सब मान्छे अब गएन के, कति मान्छे मरिसक्यो होइन, अब भरे अब के मऱ्यो होइन त्यो मान्छे मरे अब कहाँ जाने त मान्छेहरू हेर्नु त बजार पुरै हो, गयो। के हेर्नु खै अब हामी चाहिँ नि बाँचेमा होइन, छैन। अब यस्तो स्थिति छ, यो बिजोग स्थिति। बेतरावती बजार पुरै ध्वस्त सकिसक्यो, भैँसे सकियो। अहिले भर्खर के अहिले भिडियो पठाइदिनु मतलब यति ठुलो बाढी आएको छ कि दाइ होइन, तपाईँ ठ्याक्कै तपाईँको यो अब आएको त्यो घुम्ने आइपुग्नु लाग्यो। हामी बेतरावतीबाट भर्खर सुरु भयो क्या, पुरा घरै छैन दाइ, लगभग तपाईँको 40-50 घरै डुब्यो क्या। मान्छे कति मऱ्यो हेर्नुहोस् 100-150 घर डुबिसकेको छ त्यहाँ। चाहिँ नि कट्यौँ होइन, अब मान्छे कति मरे कति के भयो केही फर्किनु